जय श्री राधे राधे, जय शम्भु। आज के भन्न लागेको छु भने यहाँ दाई आउनु भएको छ। आज यहाँ सामान हराएछ, उहाँको गाडीको बिल बुक हराएको रहेछ। अनि बिल बुक हराएपछि उहाँ धेरै टेन्सनमा हुनुहुन्छ। कति गते हराए रे दाई? 30 गते हराएको हो। कति बेला? 30 गते हो, रातिमा करिब 10-11 बजीतिर होला। हजुर। 9 लिएर 10 बजे 10-11 त्यतिकै खासै घडी हेर्नु भएन। हजुर। अब त्यतिकै बेलामा हो, गौलियाले बहुत मान्छे थिए। अब तिनले अब सोधे भने उनले भन्न लागेछन् कि हामीले पाएको छैन भन्ने लागेछन्, भन्ने कुरा गरेछन्। मैले भने दिइहाल हजुर, कसैले पाएछ भने, कसैले पाएको छ भने कसैले झर्या होला, कहीँ पाए भने दिइहाल भन्ने कुरा गरे हुँ मैले। अब दिए मलाई बरु बिली बुकलाई दिइदिए भने त्यतिकै मेरो शान्त हुने थियो अलिकता। हाम्रो तारापुरको दाइ हुनुहुन्छ, तारापुरदेखि आउनुभएको छ। र जसले भेट्नुभएको प्लिज एउटा मानवताको नाताले 15,000 पैसा पनि छ भन्दै हुनुहुन्छ बिल बुकमा। यो अन्तिम पुसको 30 गते होइन, पुसको 30 गतेको राति अब चौधरी परिवारहरूको अब माघीको नाचगान खानपिन हुन्छ। त्यही क्रममा उहाँले खानपिन नाचगानको क्रममा बिल बुकभित्र पैसा राखेर नाचिराख्नु भएको थियो अरे। सबैजना हुनुहुन्थ्यो अरे। अब त्यहाँ कसैले नै मैले भेटेको छैन भन्नुभएको छ अरे। प्लिज जसले भेट्नु भएको छ एउटा मानवताको नाताले बरु पैसा नदिनु, त्यो तपाईँहरूलाई उपहार भयो। कुनै केस पनि गर्दिनँ, केही पनि भन्दिनँ भन्नुभएको छ। त्यो हुँदा पनि हुँदैन होइन। खालि बिल बुक जसले भेट्नु भएको त्यसले दिनु। त्यो जति पैसा छ त्यो तपाईँहरूलाई उपहार हुन्छ। एउटा मानवताको नाताले उहाँको बिल बुक जसले भेट्नु भएको छ त्यसले ल्याइदिनु होला, नभए त्योभन्दा ठुलो क्षति तपाईँहरूलाई हुन्छ। मैले अर्काको पाएँ, म खान्छु, दबाउँछु भन्नुभयो भने त्योभन्दा ठुलो क्षति हुन्छ तपाईँलाई। त्यो नगरिदिनु होला प्लिज। जसले भेट्नु भएको छ तारापुरमै हराएको अरे। तारापुरको बासिन्दाहरूले यदि यो भिडियो हेर्नुभयो भने अरू कसैले पनि भेट्नुभएको छ भने, अरू बाहिर त गएको छैन भन्नुभयो। अब त्यो तारापुरभन्दा बाहिर कसले त भेटेको छैन, त्यहीँको व्यक्तिले भेट्नु भएको छ। त्यहाँको व्यक्तिले प्लिज एउटा मानवताको नाता निभाउनु होला होइन। मानवता के हो भनेर जनाउनु होला। यही भिडियो मार्फत भन्न चाहे उहाँ दाइको बिल बुक हराएर लास्टै टेन्सनमा हुनुहुन्छ। पैसामा टेन्सन छैन उहाँलाई, एउटा गाडीको बिल बुक हो। अनि जसले भेट्नु भएको छ त्यो उहाँ दाइलाई यही टिकटक मार्फत पनि मेसेन्जरमा नि भन्न सक्नुहुन्छ, नभए म फोन नम्बर पनि छोडिदिन्छु, त्यसमा फोन गर्न पनि सक्नुहुन्छ। 9840072451 मा फोन गर्नुहोला र यति उपकार गर्नुहोला।